हेलो हेलो नमस्ते म चाहिँ सृष्टि खड्का बागलुङबाट वेलकम छ मेरो मिनी ब्लगमा। आज पनि म मानव सेवा आश्रममा गएको थिएँ आज सैटरडे नुहाइधुवाइ गरेर फ्रेस भएर। अनि उहाँ हुनुहुन्छ डम्मरी आमा। उहाँले चाहिँ मलाई डिमान्ड गर्नुभएको थियो कि आउने बेलामा कपी कलम ल्याइदिएर आउनुहोस् भनेको। कपी कलम ल्याइदिएको एकदम धेरै खुसी हुनुभएको थियो उहाँ चाहिँ। अनि सानो सानो बच्चाहरूलाई लिप बाम अनि मैले जति सक्छु त्यति नै गरेको चाहिँ अब त्यति गएर पनि के देखाइरहली भनेर भन्ने चाहिँ धेरै नै हुनुहुन्छ। तर मसँग क्षमा त त्यति नै थियो, त्यति नै लएर दिएँ। मलाई न आश्रमको मान्छेले ल्याइदिए भनेको थियो, न बाहिरी मान्छेले लैदिए भनेको थियो। मेरो मनबाट जे थियो जति सक्थेँ त्यति नै गरेँ। आमाहरूलाई चाहिँ जाडो मौसम थियो अनि आमाहरूको आश्रमले नदिने चाहिँ होइन है, आश्रमले सब कुराहरू पुर्याइदिएको छ कि त्यही पनि मलाई मनदेखि नै कस्तो भयो कि म चाहिँ मुजा बिना बस्न सक्दिनँ बाइ द वे होइन। गर्मीमा पनि मलाई चाहिँ लाउनु नै पर्छ होइन। अनि आमाहरू त्यस्तो जाडोमा नै अब कुनै मानसिक रोगी हुनुहुन्छ, कतिपयले अब धोएर नसुकेको हुनसक्छ। अब धेरै त एकैचोटि 3-4वटा दिनु भएन नि त दिदीहरूले पनि। अनि अब कोहीले धोएर सुके छैन, कोहीले खुट्टामा साइज हुँदैन भन्दै हुनुहुन्थ्यो। अनि सो मैले जति सक्थेँ 25वटा पिस लगाएको थिएँ। आई डोन्ट नो कतिलाई पुग्यो कतिलाई पुगेन, भिडियोमा जति क्याप्चर भयो उहाँहरूलाई दिएँ। अनि मैले चाहिँ छोरा मान्छे र छोरी मान्छेलाई चाहिँ बराबरवाला लगाइदिएको थिएँ, त्यही भएर कतिलाई चाहिँ साइज पनि भएन छ। सो भोलि चाहिँ म 10 पिस चाहिँ प्लस गर्छु। अनि यो चाहिँ मेरो छोरालाई आशीर्वाद मिलोस् भनेर गरेको थिएँ, मेरो छोरा जुनिन। अनि मैले चाहिँ त्यहाँ पनि त्यही भनेको थिएँ कि मेरो छोराको नाममा भनिरहेको थिएँ। अनि मेरो छोरालाई आशीर्वाद दिनु भनिरहेको थिएँ सबैजनालाई चाहिँ। अनि यस्तो जाडोमा होइन कतिजना बिचरा कतिजनाले त माग्नु पनि सक्नुभएको थिएन। अनि उहाँ दिदी हुनुहुन्छ, उहाँ चाहिँ किचन हेर्नुहुन्छ। अनि उहाँले चाहिँ उहाँलाई दिनु भन्दै हुनुहुन्थ्यो। कतिले चाहिँ फाल्नु हुँदैछ, दिएको आजै दिएँ अनि भर्खरै फाल्ने टाइपको हुनुहुँदैछ। अनि म चाहिँ हेर्नु न ग्लो, म कति खुसी हुन्छु। म चाहिँ जहिले पनि अरूलाई गर्दा खुसी हुने मान्छे होइन, आफूलाई कहिले पनि ठुलो कसैले गर्दै हुन्थ्यो, मलाई यस्तो गर्दै हुन्थ्यो भने मेरो मनमा त्यस्तो छँदै छैन। मैले 100मा 100% दिन्छु। कतिपय खुसी हुनुहुन्छ भने कतिपय दुःखी हुनुहुन्छ। र दुनियाँलाई खुसी पार्ने चक्करमा आफूलाई बिर्सिन्छु। तर उहाँहरूले चाहिँ मलाई आशीर्वाद दिनुहुन्छ, सम्मान दिनुहुन्छ। जाँदा बित्तिकै मलाई सृष्टि छोरी आई भनेर अँगाल्नुहुन्छ। एकदम खुसी लाग्छ मलाई चाहिँ होइन। यो दुनियाँलाई गर्नभन्दा आश्रमको मान्छेहरूलाई गर्दा धेरै फाइदा हुन्छ मेरो विचारमा चाहिँ। कतिपयले बर्थडे मनाउनुहुन्छ होटेलमा हाहु हल्ला गरी हो। मैले पनि यो गएको सालसम्म मनाएको थिएँ, अब चाहिँ नेभर, कहिले पनि मनाउँदिनँ। अनि साथीभाइ भनेको आफ्नो ठाउँमा गएर मनाए पनि आफ्नो ठाउँमा हुन्छ, नमनाए पनि आफ्नो ठाउँमा हुन्छ। साथी कहिलेकाहीँ भेटघाट हुन्छ, सबै कुरा हुन्छ। तर जान्नुहुन्छ बुझ्नुहुन्छ भने आश्रममा गएर एक छाक खुवाउनु होला, त्यो आफू जन्मेको दिनमा त्यो गर्नु म त्यो नै ठुलो कुरा हो कि। अनि आमाहरूसँग बसेँ 1.5-2 घन्टा मस्तै गफ गरेर है। 4 बजेतिर गएको थिएँ घरमा नुहाइधुवाइ गरेर यताउति गरेर। 6 बजे थियो म घर आउँदा चाहिँ, अँध्यारो भइहाल्छ। आमाहरूले यति छिटो भुलाउनुहुन्छ कि मलाई, म यति छिट्टै बिर्सिन्छु के, दिन गएको थाहा नै हुँदैन कि त्यसरी भुलाउनुहुन्छ गफमा। अनि ह्यान्ड सल्युट त्यो मेरो विपना दिदी अनि सुमिरा दिदीले। अनि अरू पनि हुनुहुन्छ मानव सेवामा, कतिजनाले आफ्नो घर परिवार त्यागेर बसिराख्नु भएको छ। अनि हाम्रो गीत बहिनी उहाँहरू सेवामा लागिराख्नु भएको छ। म चाहिँ तपाईँहरूलाई चाहिँ सल्युटै गर्छु, मान्छु। म पनि म चाहिँ त्यो एकदम धेरै एग्री के अब आफूलाई त नपरे रिसाइहाल्ने त्यस्तो टाइपको छु नि त। त्यहाँ त रिस त्यो के लालचहरू सब भुलेर हिँड्नुपर्छ क्या, सबै त्यागेर बस्नुपर्छ आश्रममा। अनि मलाई जबको अफर पनि आएको थियो। अनि दिदी म यस्तो गर्न सक्दिनँ होला, सायद म आफै एकदम त्यो भइहाल्छु, एकै छिटो रिसाइहाल्छु। तपाईँहरूलाई अब यस्तो काम भएर काम गर्नुपर्छ यहाँ, अब 2-3 दिनको कुरा होइन नि त, त्यहाँ त महिनै बस्नुपर्छ, त्यहाँ छोड्नु पनि पाइँदैन होइन। अनि 1-2 दिन फेरि खुसी भएर भएन, भोलि बिहान फेरि त्यही आमा बाबा सबै मेन्टल्ली कति कुराहरूले डिस्टर्ब भइराख्नु भएको चाहिँ हुन्छ, उहाँहरूले केही गर्नु होला। अनि म चाहिँ मेरो मम्मी बाबा ममा मात्रै सर्कलमा बसेको नि त, म एक रात कहीँ गएर सुत्न बस्न खान पनि सक्दिनँ क्या, त्यति मम्मी बाबा नै चाहिन्छ क्या मलाई। अनि मेरो उहाँ चाहिँ लालुपाते हुनुहुन्छ सानैमा के, म यति भाग्थेँ उहाँलाई देखेर, अब लालुपाते भन्दै जिस्काउने अनि भाग्ने को हुनुहुन्छ यहाँ चाहिँ कमेन्ट गर्नु होला है त। अनि लालुपाते नि अहिले ज्ञानी भएको थियो बिचरा। अनि आमाहरूले जुत्ता देखाउँदै हुनुहुन्छ मुजा लाएको भनेर। एउटा आमाको चाहिँ खुट्टा हल्का बाउडेको टाइपको रहेछ। अनि सो
उहाँलाई चाहिँ मुजा भएन अनि छोरा मान्छेको दिएको थिएँ। उहाँ हुनुहुन्छ शीतल कस्तो मजाले डान्स गरेर आएको थियो। बर्थडेको गीत बजिरहेको थियो ऊ र म गएर डान्स गरेँ। उताबाट भाइ पनि आयो अनि मलाई चाहिँ एकदम अक्वर्ड लागेको थियो सबैको माझमा नाच्दा। अनि उतो भाइलाईसँग नचाइदिएँ अनि भाइ पनि लजाएर गइहाल्यो। अनि आमाहरू हुनुहुन्छ उहाँ चाहिँ यस्तो मिठो मिठो कुरा गर्नुभयो। बाई द वे मैले चाहिँ सानैमा होइन आफ्नो आमालाई चाहिँ मैले ठुलो हुने बेलामा सँगै अब 12 पढ्दा या 11 पढ्दा आमाको स्वर्गमा बास भएको थियो। सो मैले आमालाई चाहिँ मजाले नै हेर्न पाएँ, स्याहारहरू पनि गर्न पाएँ। बाबा बुवा हुनुहुन्छ नि हाम्रो हजुरबा, उहाँको मामा घरको आमाको नि माया स्टिल अहिलेसम्म पाइरहेको छु। तर बुवा हजुरबालाई पनि हेर्न पाइएन अनि घरको हजुरबालाई पनि मैले हेर्न पाइनँ। म लाइफको त्यो कुरा चाहिँ हजुरबाहरूको माया पाइनँ क्या। अनि कस्तो लाग्छ मलाई चाहिँ अहिले मेरो साथीहरूको हजुरबा हजुरआमा हुनुहुन्छ नि, कस्तो लाग्छ कि अहिलेसम्म स्टिल हुनुहुन्छ भन्ने जस्तो हुन्छ। हो अब हामी त बुढै भइयो होला नि, हजुरबाहरू नि मलाई कस्तो नराम्रो मन भारी भएर आउँछ क्या हजुरबा हजुरआमा सबैको देख्दाखेरि। अब त्यही हो, सबैको कर्ममा हुँदैन आफ्नो बाजे बजै हजुरबा हजुरआमालाई चाहिँ माया गर्नु जति सक्नुहुन्छ। अनि मेरो मामा घरको हजुरआमा हुनुहुन्छ, हाम्रो घरको हजुरआमा चाहिँ हुनुहुन्न, स्वर्गमा बास भयो। मामा घरको हजुरआमा हुनुहुन्छ, गाउँमा बस्नुहुन्छ। मलाई चाहिँ गाउँ नै प्यारो लाग्छ बजारभन्दा। अनि उहाँहरू चाहिँ हाम्रै हजुरआमा जस्तो हुनुहुन्छ। उहाँहरू चाहिँ टाँठो हुनुहुन्छ, यताउति बोल्नुहुन्छ, हिँड्नुहुन्छ, आफै खानुहुन्छ। मेरो हजुरआमा चाहिँ हल्का बिरामी हुनुहुन्छ। अनि के भनौँ, म कन्ट्रोल गर्नै सक्दिनँ क्या आँसु। मलाई बुढाबुढी बच्चा बच्ची म चाहिँ त्यस्तो देख्न सक्दिनँ। मेरो मन चाहिँ एकदम कमलो छ, म आफै नै भन्छु एकदम सेन्सिटिभ टाइपको छु म। अनि 2 दिन गएको उहाँहरूलाई मलाई यति 1 दिन नजाँदा कस्तो भएको कि मन भारी भएर फेरि आज स्याटरडे गइहालेँ। हिजो अस्ति चाहिँ घरमै बसेँ, कहीँ पनि ननिस्किने। अनि आज स्याटरडे 4 बजीतिर गएँ, भेट्नु मन लागेर। आमाहरूले चाहिँ आश गर्नुभएको थियो क्या मुजा ल्याइदिन्छु भनेर, आश गर्नुभएको थियो क्या। अनि के गर्ने त, बिचरा जति सक्छु त्यति नै गर्छु भनेर। अब दिदीहरूले नपुऱ्याइदिएको त होइन, उहाँहरूले हामीले भन्दा बढी स्याहार गरेर राख्नुभएको छ, माया ममता दिनुभयो नि त। त्यही पनि मलाई खै मनैबाट गर्नु मन लाग्यो। अनि आज स्याटरडे सबै पसल बन्द थियो, अनि एउटा 2टा खुल्ला थियो। अनि त्यहीँ गएर लिएर आइदिएँ। आमाहरूको 2जनाकै घर चाहिँ बलेवा रहेछ। अनि उहाँहरू चाहिँ बलेवा एउटै ठाउँको हुनुहुँदैछ। तर 2टा आमा टाँटो टाँटो बोल्ने भरे खुसी लाग्ने त्यस्तो। अब 4 वर्ष 7 वर्ष भइसक्यो रहेछ आमाहरू बसेको पनि। कतिपय मानव सेवा आश्रमको भिडियोमा पनि देखिराख्न पाउनुहुन्छ उहाँ 2टा आमालाई चाहिँ। अनि यो साइडको चाहिँ एउटा बच्चा साथीको दिदी चाहिँ आज 3-4 दिन भएछ उहाँलाई उद्धार गरेको पनि। उहाँलाई चाहिँ 3 दिनभित्र उहाँको हस्बेन्डले लर गर फेरि प्रेग्नेन्ट बनाएर 9 मन्थ समथिङ कति भएछ क्या। त्यो लाँदै त्यो अनि फेरि बाटोमै फाल गर्ने, अनि फेरि लिन आइसकेको रहेछ क्या। अनि दिदीहरूले त रिसाइराख्नु थियो, दिदीहरू पनि बिचरा। अब नल्याउँ भने के नल्याउने है, ऊ यत्रो बच्चा छ, ऊ 9 मन्थ या 8 मन्थ प्रेग्नेन्ट छ क्या। फेरि बिचरा अब गरेको नगरे हुन्छ, उसलाई स्याहार गरेको नगरे उसको अब लिन आइहाल्छ हस्बेन्ड। अनि गाह्रो छ। अनि बुवालाई चाहिँ सुगर रोगी हुनुहुनेछ, बुवा चाहिँ खुट्टामा एकदम ठुलो खुट्टा भएर पिप फालेको रे, अति धेरै भनेर भन्नुहुन्थ्यो दिदीले मलाई। यहाँ धेरै टाइपको आमा बुवा नानी बाबु हुनुहुन्छ। खुसी लाग्छ, मन आनन्द लाग्छ यहाँ जाने भने। अनि मैले एक दिन मेरो मम्मीलाई लिएर आउँछु भनेर भनेको कि मम्मी, हाम्रो मम्मीले नि धेरै दुःख पाउनु भएको होइन। अहिले मेरो दिदीहरू ठाउँमा पोको भएर मम्मीलाई अझ कति कुराहरू कमी नै छ, हामीले दिनै बाँकी छ। तर मैले चाहिँ मम्मी जानु भएन क्या अहिलेसम्म आश्रम। सो फर्स्ट टाइमै मैले लिएर जानु पर्ला भन्ने सोचेको छु। आज जानु पर्ला भनेको मम्मीको मिटिङ रहेछ, सो मम्मीलाई लैन। अनि मेरो आमालाई आँसु रोकेन गाइजहरू। लिटरली मलाई किन यति धेरै इमोसन हुन्छ होइन। अरू जे अब म फिल्म हेर्दा यस्तै फिल्म बाई द वे के कुरा गर्नु चाहिँ त्यहाँ एउटा सेन्टी गीत लाउनुहुन्छ क्या खाना खाने बेलामा। त्यो आश्रमकै समथिङ प्रे हो कि के हो, भार आँसु झार्छु क्या म त। अनि मेरो मायाहरूले चाहिँ जे कुरा केही कुरै गर्नुहुन्न, जे कुरामा पनि रोकै गर्ने भनेर भन्छ।
यति छिटो आँसु आउँछ कि मेरो मम्मीतिर गएको छु क्या रुनलाई चाहिँ मम्मी र म चाहिँ एउटै खाऊँ रोइहाल्छौँ सानो सानो कुरामा होप्सो मम्मीलाई नि यहाँ लगाएर गयो भने मम्मी पनि रुनुहुन्छ मलाई थाहा हो अनि या यो फुच्ची दृष्टि सब उसले कति ज्ञानी उसले हेर्नु यहाँ सर्भ गरेको कति ज्ञानी अरूलाई सबलाई केक चाहियो बच्चाहरूलाई उसलाई चाहिँ मजाले हेल्प गरिराख आज चाहिँ मेरो चिनेको भाउजूको छोराको बर्थडे रहेछ सो त्यहाँ आज भोजन सेवा थियो थ्याङ्क यू फर वाचिङ